घरमा आइपुग्यो नि टेन्सन लिन्छ मैले भात बोकेँ दिदी तल जानेक्सन भएछ अँध्यारो भयो आयो 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 आइए हे गाइस गुड मर्निङ वेलकम टु माई न्यू ब्लग म चाहिँ यता चाहिँ आएको थिएँ जङ्गलतिर यसो बिहान घुम्नतिर आएको थिएँ हेर्न सक्नुहुन्छ पुरै फोच छ यी पुरै कुहिरो लागेछ बिहानको 9-10 भएछ अहिले चाहिँ अनि हिजो चाहिँ एउटा भ्लग बनाएको थिएँ भर्खरै अपलोड गरेछु अनि त्यो भिडियो एडिट गर्दा टाइम लाग्यो रातिको 11-12 बजीसम्म त्यही भएर अबेलासम्म उठेन अनि भर्खरै हिजो चाहिँ साँपको कोट्लाहरू हालेर खै बिहान हिँड्ने जान्छु मलाई सौगात पनि रेडी भइसकेछन् आज त चर्च जानको लागि आमोच चर्च जाने हो खै कपडा खै यहाँ चाहिँ हाम्रो भ्लग चलिरहेको छ कता जाने सर चर्च जाने हो कतिखेर आउँछौ बेटी हालेर आउँछौ खै आऊ त एकछिन मैले कपडा लगाइदिने हो दादा लगाइदिनु हुन्छ के अब चाहिँ दिदीहरू चर्च जाने हो त्यही भएर रेडी भइरहेछ नि रेसहरू गातहरू अनि यता चाहिँ बुबा हुनुहुन्छ खाना पकाउँदै औषधि बनाउँदै हुनुहुन्छ निम पत्ताको दिदी चाहिँ तल हुनुहुन्छ मुख धुँदै चर्च जाने हुन्छ त्यही भएर आज शनिबार कुली 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 आमस कुली 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 यस्तो हाम्रो बारी यस्तो भएछ राम्रो कति जाडो है जत्रै जाडो छ जाडो भइहाल्छ नि यस्तो कुहिरो दादाको पॉइन्ट हेर कति ठुलो लगाउनु देऊ भाइलाई दादालाई अर्को किन्दै मोजा जुत्ता लिएर त भाइ मोजा हिँड्छ ल ए दादाको हेर त चाकेर यो दादाको तिमीले दादाको लाग्छौ खै म चेक गर्छु कता गायब भयो कि यहाँ के छ खै रहेछ नि दादा छिटो लगाऊ के छिट्छ जाने छिट्छ जाऊ हजुरको त दादा हुनु पर्यो नि दादाको लुगा लाउनलाई अनि भाइको त दादा छ नि त भाइ दादा अलिक दादाको माया गरेर लाउनुहुन्छ हजुरको दादा छैन बना बहिनी अझै बना मम्मी मलाई दादा चाहियो बना जाऊ बहिनी बना जाऊ दादा छ त
छैन अगर ini आउँ डाला भयो अगर ini बाई बाई बच्चा भयो आउँछ आउँछ खै कस्तो देख्छ सायद फुटे सायद लाग्ने अरे लल्जा के भयो अझसम्म सहित छैन हौ के हट 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 चौका चाहिँ रेडी भइसक्यो अब चर्च जाने हो नि त लत्ती रस्सी मम्मीलाई भन्न जाऊ उहाँ मम्मीले साउथ सुन्छ मम्मीले फिल्म हेर्नु बेला आउनु जार येन काल चिसो चिएछ पुष्प लगाइदिन्छ है 9 AM भइसक्यो यार गाइस अब चाहिँ म भात खान लाग्छु भात खाएपछि बुबाल चाहिँ भित्र खाइराख्नु भएको छ म चाहिँ बाहिर खाइरहेको छु अब गाइस हामीले खाना खाइसक्यौँ अनि खाना खाएर बाहिर गएको साइकलमा हावा भर्न गथ्यौँ त्यही भएर अब चाहिँ कपडा धुन पर्ला Boy, on a real hesitation creeping in, but you look so good and I know what you're offering. Phone's lighting up, but I'm just gonna let it ring. Yeah, my phone's lighting up, but I'm just gonna let it ring. Is it the liquor in my system? My desires not so real. Got me caught up in this rhythm. Draw me in and make me feel. Draw me in and make me feel. Draw me in and make me feel. गाइस बना गाइस रुकुम ओरा कति रे 26 हामी दाउरा लिन जान लाग्छौँ गाइसहरू आज हामी दाउरा लिन जान लाग्छौँ अनि होइन भाइ गाइस त्यहाँ पसलको दाउरा लिन जाने अस्ति जम्मा गरेर राखेको थियौँ नि त्यही हो दाउरा लिन जान बस्या हामी कस्तो अलगै फिलिङ आएको छ यार परिवारसँग हिँड्ने यी साँझको टाइममा यस्तो भएछ अब हामी दाउरा लिन जान्छौँ गाइस हामी पसलमा आइपुग्यौँ हेर्न सक्नुहुन्छ आज त शनिबार हो त्यही भएर पसल बन्द भएछ यो दाउरा लग्ने हो के यो यही हो लग्ने यही हो यो चाहिँ पसल आज बन्द थियो त्यहाँ दिदीहरू चाहिँ पछाडि आइरहनु भएको छ शनिबार बन्द थियो नि त चर्च जानु पर्यो यो दाउरा चाहिँ यो दाउरा लग्ने हो खै केसमा ठुल्ठुलालाई हात्ती लगाउँला ल ल पाँच्नु कताकति यो मात्र हो सोचे खाली छ क्या उहाँ पनि छ नि त दाउरा त
अहिले राखिनको जान्छ अहिले भोलि ट्युसन लिएर आउला तिमी सुसुको गएर नाना 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 बेलौती पाकेको छ अस्ति जस्तो नि पऱ्यो नि बेलौती भनेको त आमा गम गम त्यो खाने दोकान किन दोकान चाबीले आएन भाइ अहिले आउँछ क्या आउनु त छिटो गर्नु मेरो यहाँ पातिसक्यो राम्रो पाइन्छ भाइ खै बाउ त भन्छु जाऊ छोरा अब गएर तिमी घरमा गएर जाऊ ल अबिला भइसक्यो यो लगेर जा आर्यन त यो लगेर जा आर्यन के हो यसको नाम आर्यन आची 1-2 वर्ष कता सहरतिर बसेको बसिनन् दारा बाँध्ने घाँस बाँध्ने सबै बुलेको छन् है के खै त के हो त डबल भएको बेला त्यसमा छिराएर हुन्थ्यो भएन चल यो दादले भएन डिजाइन छैन नाम जस्तो सोध्दा रहेछ ल ल लुगा फोर्नु ए त्यो ले के काम भयो त त्यो खै त्यसले के काम त खै त ल जाऊ यो ले के काम भयो हिँड्न अगाडि भाइले ए त्यो फुस्किन्छ के अहिले फुस्किन्छ के मैले भनेको मान्नु त हेर्नुहोस् गाइस दिदीले चाहिँ भारी बोक्नु भएको छ अनि मैले पनि त बोकेछु तर आई हेर्नुहोस् यी मैले भनेको होइन फुस्के भनेको होइन यी नाम पनि टाइम तिमीको नाम नाम जस्तो बोकेर यस्तरी आउने भनेको घरमा आइपुग्यो नि हेर्नु सक्नुहुन्छ मैले भारी बोकेँ दिदीले तल झारेक्सन भएछ अँध्यारो भयो आयो 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 आइए मासु ठिक लाग्यो के छ ए यति ठुलो दाउरा लिएर आएँ यार मलाई मान्नै पर्छ तिमी लिएर आयौ गाइस अब साँझ परिसक्यो अब भिडियो एडिट गर्न पर्ला खाना पकाउनु पर्ला अनि त्यहाँदेखि हामी अर्को भिडियोमा भेटौँला यो भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु ल थ्याङ्क यू फर वाचिङ बाई